आज कार्यक्रमको विषयमा राख्नुहोस्। आज 5 महिना वर्षको 2025 को जनवरी, फरवरी, मार्च, अप्रिल, मई महिनाको 3 तारिकका दिन द्वितीय वर्षको श्री श्री संसारी माईको पूजा औपचारिक रूपमा दलसिंहपाडा छेउको तोर्सा नदी किनारामा धेरै दाजुभाइ दिदीबहिनीहरूको उपस्थितिमा सम्पन्न हुन गयो र यस पूजालाई हामीले द्वितीय वर्ष भन्यौं। 2024 को 3 तारिक मईको दिन नै हामीले असमको धेमाजी जिल्ला डिमौ नदी किनारामा पालन गरेका थियौं। हामीले यो घोषणा गरिसकेका छौं, यस पूजाको माध्यमबाट राष्ट्रिय रूपमा विभिन्न राज्यमा, विभिन्न अञ्चलमा, विभिन्न जिल्लामा हामी दाजुभाइ दिदीबहिनी, वृद्धहरू, वयोज्येष्ठहरू, चेलीहरू सबैको उपस्थितिमा खुलस्त रूपमा कलाकारहरूले कला प्रदर्शन गरेर, पूजापाठ गरेर सार्वजनिक रूपमा हामी सबै एक भएर अघि सर्नुको मतलब चाहिँ हाम्रो खुला रूपमा चाहिँ एउटा यस्तो पूजापाठलाई साथ ल्याउँ जसको माध्यमबाट शक्ति पूजाको रूपमा दुर्गा देवीको नाम पनि आउँदछ। चण्डी माता, शेरवाली, विभिन्न भाषीले विभिन्न जनले विभिन्न नामले भने तापनि हामीले संसारी माईलाई चाहिँ आफ्नो यो दर्शाएर यसबाट जातीय एकताको रूप हामीले दर्शाउँदैछौँ र राष्ट्रिय गोर्खा जातिलाई हामी आह्वान गर्दैछौँ, सिङ्गो जाति बन्न सिक्यौँ, एक जाति बनौँ, एउटा भाषी बनौँ। हाम्रो मूल उद्देश्य र मूल मन्त्र यही हो। आजको मूल कार्यक्रमको उद्देश्य पनि यही नै थियो। संसारी पूजाले के हुन्छ त? संसारी पूजा गर्दाखेरि के हुने, लाभ हुने, के लाभ नहुने? कुनै पनि पूजा पार्वणबाट हामीले भौतिक रूपको लाभ चाहिँ कहिले पनि पाउँदैनौँ, तर आत्मशक्ति पाउँदछौँ। जस्तै देवी दुर्गाको पूजा, दसैँको पूजा, भगवान रामचन्द्रको पूजा, शिवको पूजा, गणेशको पूजा, सबैको आधारको पूजामा एउटा तात्पर्य लुकेको छ। कुनै पनि पूजाको सुरुमा गणेशको पूजा गरिएन भने कार्य सिद्धि हुँदैन अरे, शिवको पूजा गरिएन भने शत्रु नाश हुँदैनन् अरे, रामको पूजा गरिएन भने शक्ति पाइँदैन अरे, दुर्गा देवीको पूजा गरिएन भने शक्ति प्राप्त हुँदैन अरे भन्ने एउटा हाम्रो लोकविश्वास छ, आत्मविश्वास छ। त्यसकारण सबै मिलेर हामीले संसारी माईको पूजा गर्दाखेरि सबै भनेको को भन्दाखेरि दाजुभाइ दिदीबहिनी हामी जति छौँ, एउटा जातिको, एउटा भाषा बोल्ने, एउटा संस्कृतिलाई पालन गर्ने सबै एउटा सिङ्गो रूप यहाँ झल्किन्छ। हाम्रो मूल उद्देश्य यो हो। हामीले भौतिक रूपमा यसबाट पाउने होइन, तर आत्मशक्ति पाउँदछौँ। एक हुनुपर्ने रहेछ भन्ने कुरा हामीलाई थाहा हुन्छ। एक भएपछि हामीले के गर्न सक्ने रहेछ कुरा हाम्रो प्रयोगमा र ठाउँमा यो प्रत्यक्ष रूपमा चाहिँ हुन्छ। एक हुँदाखेरि के हुँदो रहेछ भन्ने कुरा। सर, खवास जनजातिमा भनौँ दुई वर्गको हामी देख्न पाउँछौँ है। एउटा क्षेत्री बाहुन अलग, सन्यासी ठाकुरी अलग वर्गमा, एउटा कामी दमाई सार्की अलग वर्गमा है। र आज हामीले एकमुष्ट भएर यो कार्यक्रम गरेको देख्न पाउँछ। यो विषयमा राख्नुहोस् न। सोच विचारको आधारमा गरिएको र स्वतन्त्र उद्देश्य लिएर गरेको कुनै पनि सङ्गठन छ भने त्यसको भिजन छ, त्यसको उद्देश्य, त्यसको लक्ष्य छ। र अर्काको देखेर गर्ने र ईर्ष्याले गर्ने सङ्गठन कहिले पनि निभेर जान्छन् र स्थायी भएर हुँदैन। कारण हामीले सङ्गठन गर्दाखेरि बाहुनको सङ्गठन, कुमाईको सङ्गठन, शर्माको सङ्गठन गरेर जोड्न गयो भने हामी अझ टुक्रा टुक्रा हुनेछौँ। जसरी कुनै पनि राजनीतिका मानिसहरूले दार्जिलिङलाई टुक्राएर काउन्सिल बनाइदिएको छ, राई काउन्सिल, मगर काउन्सिल, गुरुङ काउन्सिल, कसैलाई कसैको खाँचो छैन यति बेला। हामी त्यस्तै हुनेमा छौँ। त्यसकारण जसले नसोचिकन फलानाले राष्ट्रिय रूपमा चाहिँ भिजन भारतको तर्फबाट राष्ट्र जोड्न खोज्दैछ, हामी किन नजोड्ने भन्दाखेरि चाहिँ यिनीहरूले के गर्दैछन् भन्दाखेरि आसामबाट सुरु गरौँ। आसाममा एउटा अवैध प्रकारका प्रेसिडेन्ट गगेन्द्र शर्माजी हुन्, जीवन ढकाल, जो चाहिँ अस्थायी रूपमा प्रेसिडेन्ट मानिएका थिए आसामका। 6 महिनाभित्रमा सभा बोलाएर, सार्वजनिक सभा बोलाएर स्थायी प्रेसिडेन्ट बनाउनुपर्छ भनेका थिए। आज त्यो 6 महिना त के 1.5 वर्ष हुन लागिसक्यो। उनीहरूले स्थायी प्रेसिडेन्ट बनाउन सकेनन्, सभा पनि गरेनन्। आफै प्रेसिडेन्ट हो भनेर डिक्लेयर गर्ने हुनाले उनीहरूले खस महासभा भनेर घोषणा गरे। जबकि यो संस्था यो 1916 सनको 12 जुलाईको दिन उदालगुडीमा अखिल गोर्खा खस महासभा भनेर राज्य स्तरीयमा गठित भएको छ। उनीहरूले गोर्खा शब्द पनि छोडे। उनीहरूले भने हामी गोर्खा पनि भन्न नचाहने र हामी जनजाति भन्न नचाहने हुँदाखेरि त्यहाँ भयो नम्बर 1 को एउटा। दोस्रो मैले चाल पाएअनुसार बिचमा हाम्रा एकजना विशिष्ट
एमएलए सिलगढीबाट आसामतिर गएर किन उहाँले आसाम मात्रै छान्नुभयो? उहाँ चाहिँ फकाउन फुल्याउन र फुस्ल्याउन सजिलो हुन्छ कि? सिलगढीतिर जयसी र बाहुनहरू थिएनन् कि? उहाँ गएर एकैचोटि उदालगढीमा गएर खस महासभा भनेर शर्मा अथवा कुमाईहरू र बाहुनलाई लिएर एउटा भारतीय गोर्खा खस महासभा भनेर घोषणा गर्नुभएछ। तर उहाँलाई लज्जा लाग्नुपर्ने हो, एउटा आफूले पनि सोच्नुपर्ने कुरा हो, किन उहाँलाई अहिले भर्खर चाहिँ यो जयसी बाहुन र उपाध्याय बाहुनलाई लिएर खसको चाहिँ एउटा वंशानुक्रमको संस्था बनाउनु? त्यो त हामीलाई जरुरी थिएन। हामी त राष्ट्रजोड नाताबाट मङ्गोल किराँत खस सबैलाई जोड्नमा ल्याउँदैछौँ र यो आह्वान खस जातिका तर्फबाट राष्ट्रिय रूपबाट भिजन भारतका तर्फबाट प्रयास गरिएको वर्ष दिन बितेर गयो। तर हामीले अहिलेसम्मको आह्वानमा अयोध्यामा समेत, आसाममा समेत र यहाँ पनि हामीले हाम्रा भाषीहरू जति छन् मङ्गोल किराँत सबैलाई लिएर, अन्य सबैलाई लिएर खसभित्रका 11 जनगोष्ठी र हाम्रो गोर्खाका 11 जनगोष्ठी सबैलाई लिएर नै एउटा सिङ्गो गोर्खा जाति बनाऊँ र हाम्रा हक अधिकार लुटिएका छन्, दबिएका छन्, पुरेका छन्, अतीत हाम्रो हराउँदै जाँदैछ र हामी टुक्रा टुक्रा भएको मौका अरू जातिले, अरू भाषीले, अरू सङ्गठनले लिएको हुनाले हामी एउटा सङ्गठित भएर काम गर्न सकौँ भन्ने उद्देश्यमा हाम्रो एकता आह्वान चाहिँ हो। यसलाई चाहिँ कसैले ईर्ष्याको रूपमा लियो भने उनीहरू स्वतः फेल पनि हुनेछन्, उनीहरू कुनै लक्ष्यमा पुग्न सक्दैन। कारण कुनै पनि जयसी बाहुनले राष्ट्रिय रूपको जयसी खोज्न, उपाध्यायहरूले राष्ट्रिय रूपमा उपाध्याय खोज्न सजिलो कुरा चाहिँ छैन। सङ्गठित जति छन् उनीहरू सबै त्यसरी भाषी रूपमा र जाति रूपमा छैन, सङ्गठित रूपमा चाहिँ राष्ट्रिय रूपमा चाहिँ गठन भएका छन्। जस्तै गोर्खा परिसङ्घ पनि राष्ट्रिय प्रकारको हो, असम गोर्खा सम्मेलन आसामको राज्य स्तरीय हो, असम गोर्खा छात्र सङ्घ असमको राज्य स्तरीय हो, मणिपुर गोर्खा छात्र सङ्घ राज्य स्तरीय हो, नागाल्यान्ड गोर्खा छात्र सङ्घ राज्य स्तरीय हो। त्यहाँ त राई, लिम्बू, गुरुङ, तामाङ त छन्, कसैले छेत्री बाहुनको अथवा उपाध्यायको सङ्गठन बनाएका छैनन्। उनीहरूले सरासर गल्ती गरेका छन्, गल्ती समयले बताउँछ, उनीहरूले सिङ्गो सिङ्गो एक्लो बसेर रहनुपर्ने चाहिँ हुन्छ। सर भनेपछि के बाहुनहरू खासमा आउँदैन जनजातिमा? हामीले खस जातिभित्र बाहुन, जयसी, कुमाई यसरी छुट्याएका छैनौँ। खस भनेपछि छेत्री बाहुन सबै आइहाल्छ नि। हामीले कसलाई उद्धार गर्दैछौँ? हामीबाट छोडिएका, पिल्सिएका, दलित भनिएका बा, सानोतिनो भनेका बा, खिचिएका, छोडिएका, लाञ्छित भएका, तिरस्कृत भएका र सानो जाति भनेर जसले घोषणा गरे त्यसको हामी तिरस्कार गर्दैछौँ पहिले। त्यसपछि हामीलाई समेट्दैछौँ कामी, दमाई, सार्की, गाइने, भुजेल, पोडे, कुमल, कसैलाई बाहुनहरूले अँगालेको छैन। आज हेर्दाखेरि एउटा राज्यले समेत यसरी छोडेको देखिन्छ र हामी यसको तिरस्कार गर्छौँ, धिक्कार दिन्छौँ कि खस भनेको त छेत्री बाहुन र सन्यासी ठकुरी मात्रै हो भनेर सिक्किमको बेनार जुन हामीले देख्यौँ त्यसको तिरस्कार बोल्यौँ हामीले। कामी दमाई चाहिँ कहाँ गए? के सिक्किममा कामी दमाई कुनै छैनन्? यिनीहरूले भोट दिएका थिएनन् कि क्या हो? भोट दिएर जिताउने चाहिँ यिनीहरू मात्रै भए, 4 जाति मात्रै, 4 समूह मात्रै भए, खस भाषीभित्रको 4 समूह मात्रै भए, अरू चाहिँ कहाँ गए? हामी यो उद्धार गर्दैछौँ। छोडिएका को छन्? हाम्रो अतीत इतिहास पनि पुरिएको छ, छोडिएको छ, उद्धार गर्न बाँकी छ। त्यसमध्येबाट रक्तको मासु सम्बन्ध भएका हाम्रो जाति पनि छोडिएको छ, कसैले छोडेको छ र यो छोड्नेमा बाठा छोडेका छन्, आज लड्दैछन्। हामी उनीहरूलाई उद्धार गर्दैछौँ। हामी जातिवादी छुवाछुत जातिवादी हटाउँछु भन्नु, हामी त्यो तिरस्कार गर्छौँ। हामी त्यो हटाउनेमा छौँ। हामीले हटाइसक्यौँ। हामीले यहाँबाट हाम्रा कामी साथीहरू, दमाई साथीहरू कतिलाई हामी बोलायौँ, हामी सँगै बसेर खानपिन गरेर घोषणा पनि गरिसक्यौँ। यो भनाइ भन्ने गर्छन् तर किन छोडे त भन्ने पनि प्रश्न छ। अब यो भित्र उहाँहरू सङ्कुचित विचारधारा कसैको भन्छ नि, इन्फेरियर कम्प्लेक्सिटी भन्ने, कामीलाई साथमा राख्यो भने त सानो भइन्छ कि? मलाई पनि कामी भन्छन् कि? यो भित्री भावना एउटा धिक्कार मानिसमा बसेको छ। आदिम समयदेखि आएको छ। यो 1300 शताब्दीदेखि यसको इतिहास आएको छ। जब गोत्र परम्पराको यो सुरु भयो त्यहाँदेखि चाहिँ छुट्याउने क्रम भयो। यिनीहरू साना, कमाउने चाहिँ कामी, दमा बजाउने दमाई, यो सानो भयो। कसरी सानो भयो प्रसङ्ग? दमाईले बाजा बजायो भने चाहिँ यात्रा सुरु हुन्छ अरे, राम्रो हुन्छ अरे र बेहुली ल्याउन सजिलो पर्छ। दमाई बाजा अघि लगाएर जाने र बेहुली ल्याउन खुसी मान्ने। घर ल्याइसकेपछि दमाईलाई चाहिँ पल्लो कोठामा राखौँ, ग्वालीको छेउमा राखेर खाना पर्यो। यो तिरस्कार हो कि होइन? यो लज्जित ब्राह्मण श्रेणीले, लज्जित क्षेत्रीहरूले यो कुरा गरेका छन्, यो कुरा गाएका छन्। हामी त्यसलाई तोड्दै आउँदैछौँ। दोस्रो कुरा, वीर गोर्खाको खुकुरीले कसलाई काटेन, शत्रु चाहिँ कसलाई काटेन। अब पनि
काश्मीरको बोर्डरमा चाहिँ काट्नुपर्ने हुन्छ होला, छेत्रीले नै काट्नुपर्छ, गोर्खाले नै काट्छ खुकुरी लिएर। यो खुकुरी कसले बनायो? कामीले बनायो। लोहा कमायो अनि खुकुरी भयो। हातमा लिएर वीर जाति भन्ने, कामीलाई छोयो भने दिगदार हुन्छ पर राख भन्ने, यो साइद मानिसहरूको ढटुवारे परम्परा चाहिँ हो। त्यस कारण यो परम्परा छेत्रीबाटै आएको छ, यो परम्परा ब्राह्मणबाट आएको छ, यो परम्परा जैसीबाट आएको छ, यो परम्परा सन्यासीबाट आएको छ, यो परम्परा अरू यस्ताबाट आएको छ। हामी त्यसलाई हटाउँदैछौँ। हामीलाई छिट्टै सबैले साथ नदेलान्, तर हाम्रो लक्ष्य चाहिँ, हाम्रो मूल उद्देश्य अध्ययन गरेर मात्रै हामी आएका छौँ। 5500 वर्षको इतिहास मध्येमा 2000 वर्षभित्र यो छुवाछुत धेर मात्रामा आएको छ। आर्य परम्पराबाट यति साह्रो आएको थिएन। जब आर्य परम्पराको जुन चाहिँ हिन्दुत्वको नाता सम्बन्धी अथवा यो रीतिरिवाज परम्परा पूजा संस्कार इत्यादि हाम्रो खसमा आयो, पहिले त हामी त हिन्दू त होइनौँ, तर हामी जब खसले चाहिँ यो ग्रहण गऱ्यौँ, ग्रहण गरिसकेपछि बाठाको सधैँ के तरिका हुन्छ? सिधा सादालाई नाम राख्ने। बिचरा लाटै छ, उसको नामै छ ऐ लाटा, यो कुनै नाम हो? लङ्गडो छ, उसको तकदिरले लङ्गडो बनाइदियो, ए लङ्गडे, यो कुनै नाम हो? यो बाठाहरूले गरिआएका छन् र आफू बाठो भएर माथि हुने, अरूलाई सानो पार्ने उनीहरूको परम्पराबाट आज यो लाञ्छित भएको जातिले 1000 वर्ष बढी मात्रामा भोगिआएको छ। त्यस कारण हामीले यो खण्डन गर्दैछौँ। हामीलाई कसैले नराम्रो भनोस्, हामीलाई यो मतलब छैन। हामी समर्थदैछौँ जातिको मानिस, हाम्रा खुन पसिनाका मानिसहरू जसलाई हामीले साथ लिएर अघि सर्दैछौँ। कसैले सिकुन्, कसैलाई याद होस् कि हाम्रो गल्ती भइरहेको छ भन्ने कुरा। सर, एउटा प्रश्न हजुरले अहिले भर्खर कुराको दौरान भन्नुभयो हामी त हिन्दू होइनौँ, के हो त? हामी यहाँनिर कुरा छ, जबसम्म हामीलाई आर्यहरूले अपनाएका थिए हामी त्यति बेलासम्म हिन्दू थिएनौँ, खस जातिको परम्परा थियो। त्यति बेलादेखि नै हामीले अघिदेखि नै संसारी माईको पूजा चाहिँ हाम्रै पाराले चाहिँ गरेका हौँ, जङ्गली पूजाको रूपमा चाहिँ हामीले गरेका हौँ। आज आएर संसारी माईको पूजा चाहिँ कसरी हामीले अपनायौँ भन्दाखेरि हाम्रो क्रस खोको जुन चाहिँ हाम्रो सङ्गठनको चिन्ह छ त्यसको अगाडिपट्टि पनि माथि पनि संसारी माईको तस्बिर चाहिँ छ। राष्ट्रमाता भनेर हामी जान्दैछौँ। राष्ट्रमाता कसरी भन्दाखेरि कसैले शेरवाली भन्छन्, कसैले दुर्गा देवी भन्छन्, कसैले दिल्लीमा भन्दैछन् आरएसएले झन्डेवाला देवी भन्दैछन्, पन्जाबमा शेरवाली भन्दछन्, सिंहदेवी भन्दैछन्। विभिन्न नाम विभिन्न जातिबाट छ। तर हामी हिन्दू कति बेर देखेँ भयो भन्दाखेरि जब खस जातिका सन्तानलाई चाहिँ सिधा सादा रहेछन्, सोझा रहेछन् भन्ने प्रसङ्गबाट आर्यहरूले अपनाएर यसमा चाहिँ दीक्षित गराए, त्यसपछि हामी हिन्दू हुँदै आयौँ। अब हामीले यस कुराको प्रत्युत्तरमा के भन्नुपर्छ, के गर्नुपर्छ भन्दाखेरि जुन संस्कारमा हामी भिजेर आयौँ, हामीले कदापि हिन्दू संस्कार छोड्न सक्दैनौँ। भन्नुको मतलब पूजापाठ हामीले छोड्न हुँदैन। छोराछोरीलाई पनि हामीले सिकाएरै लानुपर्ने हुन्छ। सात्विक आहार भन्नेको अघि नै भनिसक्यो। त्यसकारण हिन्दू संस्कार हामीले कदापि छोड्न हुँदैन। तर हाम्रो हराएको जुन चाहिँ हामी मूल उद्देश्य चाहिँ हामी त्यो उद्देश्यमा छौँ र हाम्रो हराएको खोजी गर्दाखेरि हाम्रो भौगोलिक इतिहास हराएको रहेछ। भौगोलिक इतिहास पुरिएको छ, गोर्खा राज्य पुरिएको छ, भारतमा गाभियो, हामी नेपालका भनेर भनाइ छ कसैको। हाम्रो राज्य घरमा यतापट्टि गाभियो, हामी उच्छेदित भएका छौँ, इतिहास हुन्। त्यसकारण हाम्रो राज्य खोजी हुन्छ। काहीँ त राज्य मिल्न सक्छ, घडेरी काहीँ मिल्न सक्ला। एउटा समय इतिहासमा आउँछ आजको नेपालले नाम बदलाएर गोर्खा राज्य गर्न सक्छ। आज परिवेशले उहाँ पनि भन्दैछ। 52 खेदो अभियान उहाँबाट पनि सुरु भएको छ। अनि नेपाल गोर्खा राज्यमा गाभियो भन्ने कुरा आज 6 दिन अगाडि मैले इतिहासमा पढेँ। नेपाल भनेको काठमाडौँ भेली मात्रै हो। काठमाडौँ, भक्तपुर र ललितपुर तीनवटा जिल्ला मात्रै काठमाडौँ उपत्यका हो, त्यो चाहिँ नेपाल हो। 1931 सनसम्म, त्यहाँदेखि अगाडि त्यो काठमाडौँ नेपाल थियो। त्यसपछि 1931 सनदेखि पुरा उता गाभियो। भनिएको छ गोर्खा राज्य नेपालमा गाभिएन, गोर्खा राज्यमा नेपाल गाभियो भनेको छ इतिहासले। हो भने त्यहाँका मानिसहरूले जब सुरवीर जाति हो भन्दाखेरि त गोर्खाको मूल थला कुन रहेछ भनेको सारा आजको नेपाल भने पनि अब पल्टाएर इतिहास पल्टाएर हेर्दाखेरि त्यो गोर्खा मुलुक हुन्छ, त्यो गोर्खा राज्य हुन निश्चित छ। समयले बताउँछ। सर, हाम्रो यहाँको मानिसले हामीलाई अझै पनि हामी नेपाली हौँ र हाम्रो भाषा नेपाली हो भन्छ, के भन्नुहुन्छ? हाम्रो मूल मन्त्र अयोध्यामा पनि घोषणा गरियो, संसारी माईको पूजामा पनि घोषणा गरियो धेमाजीमा, र आज पनि घोषणा गरेको छ। एउटा जाति बाँच्नको निम्ति जाति एउटा हुनुपर्छ, भाषाको नाम पनि त्यही जातिको नामबाट हुन्छ। जस्तै उदाहरण कतिवटा छन्। असम राज्य, असमिया भाषा, असमिया जाति। बाङ्ला भाषा, बङ्गाली जाति, बङ्गदेश। तमिल जाति, तमिल भाषा, तमिलनाड। पन्जाबी जाति, पन्जाबी भाषा, पन्जाब।
सबैको भाषा नाम, जाति नाम, राज्य नाम एउटा छ भने हामीमा यो गल्ती भएको छ। किन भन्दाखेरि हामीले गोर्खा जाति त राष्ट्रवासी सबैले भन्दैछन्, तर परराष्ट्रको नेपाली भाषा यहाँ भनिँदैछ। त्यसकारण त्यो नेपाली शब्द हामीले हटाउँदाखेरि हामीलाई पाप पनि लाग्दैन, हाम्रो सुधारीकरण आउँछ, हाम्रो आत्मसम्मान बढ्दछ। राष्ट्रले आज कहिल्यै पनि कसैले पनि गोर्खा मात्रै भन्दछ। अमित शाहले पनि गोर्खा शब्द मात्रै भनेका छन्, मोदीले पनि गोर्खा मात्रै भनेका छन्। मोदीले अर्को एउटा कुरा बिचमा के गरे भन्दाखेरि नेपालका नेपाली फौजहरूले भारतको सिमाना रक्षामा बहुत काम गरेका छन्, बहुत जीवन अर्पण गरेका छन्। सिधै त नेपालका भने, तर हाम्रा फौज त भारतीय फौज हुन्। त्यसकारण हामीले यो नेपाली शब्द हटाउँदाखेरि हामीलाई अरू मानिसहरूले जुन लान्छना दिएर बोल्दैछन्, अपमान गरेर बोल्दैछन्, अनि ताच्छिल्य गरेर बोल्दैछन्, तपाईँहरू यहाँको भए तापनि उहीँको हो भन्ने प्रसङ्ग छ। हाम्रो सतत टुटेर जान्छ र गोर्खा गोर्खा कहाँको गोर्खा? गोर्खा राज्यको गोर्खा। त्यो कुमाउन गढवाल आजको अल्मोडासम्मको जुन चाहिँ हामी पुगेर पनि आयौँ, त्यो सम्पूर्ण गोर्खा, त्यहाँका मानिसहरूले सबैलाई गोर्खा भन्छन्। त्यहाँ त अझ बाहुनले पनि सिडियल कास्टको केही न केही त दसी चाहिँ सरकारी सुख सुविधा पाएका छन्। तर हाम्रो आह्वान छ, हामी राष्ट्र रूपमा चाहिँ गोर्खा जाति हौँ। जुन भाषा गाभ्यो त्यहाँ नेपाली शब्द छ, त्यसको सट्टा गोर्खा शब्द गाप्दाखेरि एकै हुन्छ। हामीले लेखेको भाषा नेपाली भाषा भने पनि, खस भाषा भने पनि, गोर्खा भाषा भने पनि एउटा भाषा हो, सिङ्गो भाषा। जुन जातिको भाषा लिखित रूप 11औं शताब्दीदेखि भारतवर्षमा आएको छ। त्यो नेपालबाट आएको न, भारतवर्षभित्रको ठाउँबाट चाहिँ आएको, पश्चिम सिजा प्रदेशबाट चाहिँ आएको र प्रतिष्ठामा सम्पूर्ण कुराहरू यसमा दरिएको छ। भारतवर्षको गोर्खाहरूको इतिहास 5500 वर्षको समेत। धन्यवाद। हजुरको परिचय सर? डाक्टर अर्कबहादुर छेत्री। आदिम शब्द छेत्री थियो, छ थियो, र हामी सबैले छेत्री लेख्न जरुरी। र कामीले कामी दमाई इत्यादि अब सङ्गठनतर्फ नजाने, कसैले लान खोज्दैछ भने हामी राष्ट्रिय रूपमा चाहिँ एउटा सिङ्गो जातिका छत्रछायामा हुनेछौँ, हामी त्यताबाट जाने। व्यक्तिगत परिचय मेरो 49 वर्ष भयो मैले समाजसेवा गरेको। अब 50 वर्षमा एउटा जयन्ती हुँदैछ। सायद उनीहरूले मलाई बिर्सिँदै जाँदैछन्। कारण उनीहरूले के भने हामीले हर्कसर जस्तो मान्छेलाई मञ्चमा ल्यायौँ भने त हामी ठुला हुन पाउँदैनौँ नि। यो पनि हाम्रो जातिमा दुर्भाग्य छ। कहिल्यै पनि ठुलो हुँदै गएकोलाई खुट्टा समाएर तान्ने हाम्रो परम्परा बसेको छ। बढ्दै गरेकोलाई, माथि जाँदै गरेकोलाई मद्दत गर्नुपर्छ कि तान्नुपर्छ, यो हाम्रोमा कमी छ। त्यसकारण यो छिरिलेको जातिको नेतृत्व छैन। यो कुरा प्रसङ्ग। म त्रिपल नैमा हुँ। पहिले मैले आफ्नो भाषामा भन्नाले हिन्दी भाषामा एमए गरेँ। त्यसपछि कलेजमा पसेपछि फेरि आफ्नो भाषामा व्यक्तिगत पढेर बिए पास गरेँ गोर्खा भाषामा। त्यसपछि त्यसको 12 वर्षपछि मैले अङ्ग्रेजीमा फेरि व्यक्तिगत पढेर एमए गरेँ, डबल एमए भएँ। अनि त्यसको 28 वर्ष पछाडि भाषा विज्ञानमा तमिलनाडु चेन्नई अन्नामलाई विश्वविद्यालयबाट भाषा विज्ञानमा एमए गरेँ। र मलाई अङ्ग्रेजी पढ्दाखेरि जुन दखल आयो र अहिले म विश्वको कुनै पनि व्यक्तिसँग बोल्नमा र इतिहास केलाउनमा यदि अघि सर्नु पर्यो भने उनीहरूले हात उठाउनु पर्ने हुन्छ। मैले त्यो अध्ययन गरेको छु, किनभने मेरो घरमा 700 त किताबै छन्। सबै त मैले पढ्न भ्याएको छुइनँ, तर कसै भनाइ छ रिटायर भएपछि मात्रै किताब पढिन्छ अरे भने यति बेला म धमाधम पढ्दैछु। र जति जाने, यो जान्दाखेरि मैले के पाएँ भन्दाखेरि यो ताच्छिल्य भएको जातिको जरा कहाँ रहेछ भन्दाखेरि हामी आफै टुक्रा टुक्रा भएर। किनभने कोही ठुलो भन्दैछ, आफूलाई चोखो भन्दैछ, मैले जस्तो जानेको केही छैन भन्दैछ। हामी त भगवान्का रूप हो त, हामी भगवान्का प्रतिनिधि हौँ। अरूले के जानेको छ? हामी भगवान्सँग सम्पर्कमा छौँ, यस्ता पनि भन्नेमा छन्। तर भावनाले मात्रै ईश्वरसँग जोडिन्छ, व्यक्तिको मुखले कहिले पनि जोड्दैन। र हामी ती घमण्डीहरूलाई जसले चाहिँ आफ्नो जातिलाई टुक्रा टुक्रा पारेकोलाई सही हो भनेर अघिदेखि मानेर आए, हामी तिनलाई चाहिँ औँल्याउनेमा छौँ। लेखनीमा होस्, बोलीमा होस् र समय परे व्यवहारमा पनि होस्।